एभ्रिवान, नमस्ते। के छ सबैजना सन्चै हुनुहुन्छ होला। मैले चाहिँ भिडियो लिएर आएको छु हैन। यो भिडियो चाहिँ लगभग 1.5 इयर जस्तो भइसक्यो, तर युट्युबमा यस्तो अपलोड गरौँ न, मैले भिडियो ब्लगहरू बनाएको थिएँ, सानो सानो क्लिपहरू खिचेको थिएँ, त्यो भएको भएर चाहिँ अपलोड गरौँ न भनेर चाहिँ मैले भिडियो एडिट गरेर राख्दैछु। सबैले हेरेर माया गरिदिनु होला। थ्याङ्क यू। Dealing with the body of cars, or you dealing with the bus? Is there? And if you hit गाइस, मेरो मेकअप सकियो भनेर भन्न नमिल्ने है। घर घर देखाउनुहुन्छ नि त। हेलो, कस्तो देख्यो मलाई? ए नै हाम्रो फाइनल लुक भन्दिन्थे, तर होइन। कस्तो खल्लो देखेको है लिप नगरेको त। लिप्स पनि अब लिपस्टिक लगाउने हो, यतिको भइरहेछ। अब मेरो उसमा अब लिपस्टिक लगाउन बाँकी छ। अनि त्यसपछि तिमीलाई उस खान्थ्यौ क्या। अब म गाइस कस्तो देख्यो भन्नु ल। अब चाहिँ हामी खाजा खान्छौँ है। खाजा खाएर मात्र गर्छौँ। अब चाहिँ हामी खाजा खान्छौँ अनि खाजा खाएर फेरि सुरु गर्छौँ। कति बजे अहिले? 3:30 भयो है। 3:30 त भइसक्यो गाइस। यहाँ खाजा छ हाम्रो। गाइस म रेडी भइसकेँ, अब कपाल मात्रै गर्न बाँकी छ। अघि एकछिन बत्ती गयो, लाइट गयो, अनि त्यही भएको भएर यत्तिकै लाइट आइदियो हुन्थ्यो भन्दै बस्दै गयो टाइम। अब त छिटो गर्नुपर्छ है। कति बजेको? 5 बजे, 4 बजे छ। अब हुन्छ छिटै। 5 बजेसम्म बल्ल कपाल बनाएर हिँड्छ। गाइस मेरो हात एकदम ठुलो छ, त्यही भएर चुरा छैन। म अब कसरी लगाउँछु भन्दा चुरा लगाएर आउँछु ल। अब चाहिँ हेयर हुँदैछ, अनि त्यसपछि हेयर भएपछि सबै भ्याइयो, अनि त्यसपछि सुट हुन्छ है। कस्तो देख्यो है यस्तरी कपाल यस्तो भएर क्या। यस्तो गर्नु किन गाइस, हामी फेरि यहाँ खाजा खानालाई छौँ बसेर। चाउमिन खाँदै, कसैलाई डिउ खाँदै खाएको खायो। सुटभन्दा बढी यहाँ खाइरह मनले। भोक लाग्यो। भोक पनि कति लाग्यो है। मेरो यहाँ आँसु आएर, यो आँखाले एकदम धोका दिन्छ क्या। आँसु आएर यहाँ यो के भन्छ, यो मेकअपै जाला जस्तो भइसक्यो यहाँ माथि आँखाको के। त्यही हो, मलाई कस्तो राम्रै फिल भइरह। सारा डेन्जर गर्मी भयो, भेलभेटको कपडाले नै होला। त्यो भएर म डिउ खाँदैछु। माउन्टेन ड्यू, डर के आगे जिते। सुटमा आउनुभयो भने यहाँ डिउ पनि खानु पाउनुहुन्छ। डेन्जर पिल रहेछ चाउमिन नि। Every now and अब चाहिँ घर जाने बेला भयो गाइस।
अनि त्यसपछि अब घर जाने हो मेकअप निस्किँदैछ अब यस्तै हो निकाल्नु पनि पर्यो घर जानु पनि पर्यो मेकअप चाहिँ राखिराखौँ जस्तो भइरह थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियोज यो चाहिँ मेरो फर्स्ट भिडियो थियो कसले हेर्नुभयो लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला अनि यो सब थियो मेरो मेकअपको भिडियो होइन जुन चाहिँ मनला बहिनीले गरेकी थिइन् मयूर मेकअप बाई मनला होइन अनि यो चाहिँ स्टुडियो चाहिँ तालचोकमा छ बहिनी चाहिँ एकदम मेहनती प्लस एकदम राम्रो मेकअप गर्छिन् है मलाई चाहिँ बहिनीको मेकअप जस्ट वाउ लाग्छ कि एकदम प्लस मेहनत पनि छन् नि त सो डोन्ट फर्गेट टु लाइक माई भिडियो थ्याङ्क यू